हजुरहरूलाई यसरी नै बोटमा फलिरहेको सुन्तला यो नेपाली लोकल मर्कट भन्ने जातको सुन्तला चाहिएको छ भने बुढाथोकी नर्सरीमा अभाइलेबल छ। हेर्नुहोस् त यो एउटा बोटमा एउटा दुईटा तीनटा चारवटा पाँचवटा हामीले फलाएको छौँ। योभन्दा धेरै पनि फल्न सक्थ्यो तर हामीले फलाएनौँ बोट सानो भएको भएर। म हजुरलाई देखाइदिन्छु कत्रो छ भनेर। यो ग्राफ्टेड हो। 4 वर्ष पुरानो बोटमा हामीले अहिले 5वटा फलाएको छौँ। यो चाहिँ हामीसँग सबैभन्दा ठुलो साइजको हो। बुढाथोकी नर्सरीमा यो सुन्तलाको बिरुवा 250 रुपियाँदेखि 2500 सम्म रहेको छ। हजुरले कुन साइजको चाहनुहुन्छ फलिरहेको चाहनुहुन्छ भने यही अभाइलेबल छ। हामीसँग जति पनि अभाइलेबल छ होलसेल रिटेल दुईटै मूल्यमा हजुरले पाउन सक्नुहुनेछ। र स्टार्टिङ प्राइस छ 250 र एन्ड चाहिँ 2500 हो। यदि हजुरलाई यो सुन्तलाको बिरुवा रोप्न इच्छा छ भने बुढाथोकी नर्सरी टिभी गेट बल्खुमा लिन आउनुहोला। एकदमै मिठो हुन्छ। यो मर्कट भन्ने जातको जस्तो हाम्रो बजारमा मनोकामना सुन्तला भनेर आउँछ त्यही जातको सुन्तला हो यो चाहिँ। सो हजुरलाई चाहिएमा प्लिज डु भिजिट बुढाथोकी नर्सरी। थ्याङ्क यू।